कार्यक्रम सुरु हुँदैछ। हात धो भएन यो यता बस्छ हात भिजेर बस्दैन नामहरू यता पछाडि भयो त्यहाँ यता देखेन पूजा गरेपछि पाउँछ राम्रो रोज है गणेश भगवानले चढाउनुपर्छ सबै माता चढाउनुपर्छ गणेश आफूले धेरै पढ्न सकोस् है बच्चाहरू सबैले धेरै धेरै पढ्न सकोस् कस्तो हुनु छैन आफ्नो
अब खुवाउनु है। अब आमालाई पनि दियो, पहिला ममलाई दिनु पऱ्यो फेरि आज मम के अरे मटर टिका लगाइदिन्छु ल। भन्दै आउँदैन हामीले मनस्ते उसो गर्नु मान्नु न। ला तिमीले म भइदिने आफ्मा यो डेस्कमा मात्र भिडियो भयो। ल मुगले भन्यो भने भन्छ कि है मैले पनि भाग्यमा नि भनिसक्यो है। अहिले खाने भने एकछिन रह यहाँ मलाई दिनुपर्छ। अन्डा चौनको पाल्नु ल, हातमा राख्ने कि प्लेट हाल्ने। बल्ल को आएछ त्यसमा उठाउ न, यसमा भिडियो गर्दैछु। त्यसमा उठाउ न। त्यहाँ उठाउने उठाउ। त्यहाँ नउठाउ होइन भने यहाँ भिडियो बनाउँदैछु। यसमा चाहिँ कट गर्नुपर्छ। त्यसमा कट गर। यहाँ पूजा सुरु गरे भर्खरै सुरु गऱ्यो खोइ हाम्रो आएन छ त्यो अरे खोइ कहाँ छ क्यामेरा कहाँ छ? स्वर पनि आएन अनि यो हो अब आयो स्वर आएन त स्वर आयो अब आयो। यहाँ पनि पानी चिटिक फाटेर आएको हो फेरि आएन। मिराटी पनि आउँदा त्यहाँ लिउ न आइसक्यो त्यो मोबाइलले त कसरी मिलाउनु पर्ने मैले यहाँनिर भिडियो बनाउँदैछु यसो मिलाएर सब लिनु लगाएको त्यहाँ जिल्लै चाहिँ भिडियो गरिरहेछ ऊ यहाँनिर हुँदैन त्यहाँबाट हुँदैन भने मलाई देखेको छ त देख्दैन छ फेरि देख्यो अब ल बस राम्रोसँग आइला आइला चिन्छ अनि आइसले चाहिँ हेर्दैन अनि हेरिरहेको मलाई आइसले हेरिरहेछ यहाँ भने पछि ल्याइदिला लिएर अनाउनु त ध्यान आज मजा छ बिराइदिएको थिएँ चलेन जस्तो जोइन गर्नु लाग्यो खै राम्ररी बुझेन भनिरहेको सोचिरहेको
के हुन्छ रुगा लाग्छ जिउ भन्छ होइन होला जिउ तातेर भनेर त्यो मालाई पहिला 서거들라 니가 서거들라 사기 서거들라 니가 가면은 와 사거다 비아월 서거들라 केकरला लु अब नि हो तपाईहरु चाहिँ सक्नु छ भ्याउ भने सबको पालो भन्दै हाल्ने गर्नु मलाई खाँदै पाला खै प्रवीण बोला न नि ए कोही ग्रुप कल प्रवीणलाई मिरालाई गरेर इन्भाइट अब आए आउँछ अब नआए भिडियो पठाइदिनु अहिले पछि ए अब मम्मीको पालो छ प्रेसिडेन्ट नभए निन्द्रा प्रिय छैन क्या खायो भने दिन्छु दिनुपर्छ सबैले खानुपर्छ है दिनुपर्छ आउन आज रिसाउनु हुँदैन मम्मीलाई पूजा गर्नु पालो मम्मीलाई पूजा गर्नु पालो यहाँ पूजा गर्नुपर्छ भने पूजा गर्नुपर्छ भने त्यहाँबाट सिधै भन है मेरो तर्फबाट हो भनेर के हो भन्ने मेरो तर्फबाट नि हो यो भनेर भन्नु पर्यो मुखले मेरो तर्फबाट हो चाहिँ के यो पनि एक मुस्ती हो सही मात्रै हुन्छ भाइ सिला फोटो क्यामेरा आज त हुने मानिस हुने मेरो तर्फबाट भनेर भनौँला न अरू बेलामा प्रभुजी कि धन्जो गर्दछ नि गा गाउँ छैन म प्रभुजीको भाग खाएको मेरो तर्फबाट मिठाई खानु सुगर नहोस् ल सानो नानुको पालो अब उसलाई पहिला भाग छुट्याउनु पर्यो नि नानी बाबा सक्यो सक्यो मेरो सक्यो अब दिदीको पालो अनि खोइ कपडा सपडा दिनुभएको देखिन त मैले ए स्टार्ट हुँदै थियो दिइसकिन अघि नै कपडा कपडा सबै अघि नै दियो पहिला फुल राखेर कपडा दियो अनि त्यसपछि सगन दियो फलफुल दिएपछि सबै भयो खै अनुहार हेरौँ त नास्ता खान्छ अब मम्मीलाई पूजा गर्ने पालो अनि सबै खाने हो त्यो रसबरी पनि खाने हो त्यो मिठाई पनि खाने हो है मिठाई खाने हो अनि फिस पनि खाने हो हिजो अस्ति फिस खाने मन लाग्यो भनेको ल फिस खाने हो छिटो छिटो आऊ न ल पहिला ठुलोले गरेर सानोले गर्नु नै जाने यो टाढ्यो पहिला टिका लगाइदियो
सिधै टिका अनि अब जब हावा गर्ने भयो भने एउटालाई जस्तो भगवान्लाई चढाएको छैन गणेशलाई दुईवटा हाले यसो गर यस्तरी दुईवटा हाले गर न अनि त्यो हो रिङ 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 पहिला पहिला लगायो नि अनि पछि उसको माथि रातो लगायो अब रातलाई देउतालाई चढाउने चाहिँ यो अरे होइन देउतालाई यो यहाँ लाउनुपर्छ है भयो छुट्टै भेटेर आना सुन्नु ए किन भयो फलफुल त यहाँ भी एउटा मन त फलफुल छ यहाँ छैन एउटा फलफुल जुन पनि हुन्छ हुन्छ अनि फुल एउटा भयो रातो रातो छैन त्यहाँ निकाल्नु गणेशको भइनी हुन्छ यहाँको भइनी हुन्छ आज आजको मुख हेर्दिनमा दुईजना हाले भएन है यसो दुईवटा हाले दिउ न अब दुईवटा हाले छ भने दुईजनाले किन भाग्यवानी खुट्टामा छोरी ज्ञानी भएछ आज खुट्टामा ढोक्नुपर्छ है आज छोरीले ढोग्नु छोराले भाइले भाइले आइसिस दिनुपर्छ राम्ररी ल आशिष दिने जहाँ दिँदा राम्रोसँग बस होस् 90% कट होस् अब अन्डा त्यो माछा अन्डा होइन ऊ त्यहाँ राखिदिन्छु लड्डु यो गरेर त्यो प्लेट भ्या छैन हेर त्यो जस्तो छैन प्लेटमा राख त्यही प्लेटमा राखेको हो मैले ओछा के नि ओछा ओछा त्यो ओ निकाल्नु त्यो ओ मात्र निकाल्नु त दुई थरी दुईवटा सानो प्लेट र ठुलो प्लेट लिएर राख्नु एउटा त्यसमा अन्डा नखाने नखानेलाई अब त्यही भएर त्यही लड्डु राखेको त्यो पुग्छसम्म भाग्यवानी यहाँ छोरीले के दिने ऊ त्यहाँ कपडा दिनु मैले लिएर आएको ए साँच्ची कपडा दिने पालो उसको रहेछ फुल अलिकति राख्नुपर्छ फुल अलिकति राखौँ फलफुल एउटा राखौँ फलफुल एउटा राखौँ किरा भयो नि हुन्छ म्याङ्गो म्याङ्गोमा दाग बस्छ कि तिमीलाई दिउन मन पर्छ ए महँगो ल्यायो बोजूलाई भाग्यमा के बानी अब नभागेर त्यसलाई त्यसरी दिनुपर्छ है मम्मीले त्यो खाऊ अनि मम्मीले बाबुलाई दाइलाई तिमीलाई अनि बाबालाई दिउ ल भयो अब फिनिस भयो म त यो मात्र खान सक्दैन मलाई यो चिसो अलिकति राख्नु पर्यो छोरी छैन के भयो आवाज पनि आएन मेरो यहाँ छ सोनाम के हो खै मैले नि त हेलो लु बल्ल बल्ल बिचरी चम्चाले बल्ल बल्ल भयो कस्तो नभएको यहाँ त पानी परेर भुइँचालो जानु जस्तो छैन
म चाहिँ यहाँ काममा छु Happy Mother's Day! Happy Mother's Day, जिउ Mother's Day. चुना चुना टेलिग्राम सँगसँगै खै प्रवीण दाइ कहाँ हराउँछ सकिसक्यो मम्मीको भइसक्यो मनको भइसक्यो ए अघिदेखि गर्छु खाऊ न अर्को दिन्छु मम्मीको यो बाबाले देऊ न तिमी त्यसो भन न पक्का भन न यो बाबाले दिएर हो यहाँ चियरली भएन अप्ठ्यारो भयो भनेर निकाल्नु माछाको कस्तो खाउँ लाग्दो भएको थियो त्यो सानो सानो सिँगे माछा हजुर त्यो सिँगे माछा सानो सानो मलाई त कस्तो खाउँ लाएर फोटो पठाइदिनु है मलाई सबै खानेकुराहरू ए ल फेरि सिधै अहिले पठाइदिनु त प्रवीणसँग नबसाइ जिउ नि प्रवीण पनि आए त हुन्थ्यो नि नानी प्रवीणसँग त मेसेज आयो ऊ भएछ यो अलि थोरै देखिसक्यो है खै फोटो खिच्नु भनेको त मिल्दैन रहेछ यसबाट नमिल्ने रहेछ के हो आइसले दिएको छैन मम्मीले फुल दियो यो यस्तो यहाँ यो ल यो वेट गर है एकछिन हाम्रो पनि कार्यक्रम सम्पन्न हुनु पऱ्यो नि त त्यहाँ मात्र देखाएको ल आमा बोले आयो हजुर हजुर माछा के छ हालखबर ठिक छैन ठिक छैन अरे ठिक छैन ठिक छ हजुर एक्जाम सरिहाल्यो भने नि सर्यो के हो त ठिकै छ झन् प्र्याक्टिस गर्ने धेरै टाइम भयो नि अब यहाँ रुगा लागिसक्यो कहाँ प्र्याक्टिस गर्छु म रुगा लाग केही हुँदैन एक दुई हप्ता त हो नि माछा चाहिँ मेरो भाग पनि खाइदिएन मेरो भाग पनि माछा खाइदिए निको हुन्छ मलाई माछा मन पर्दैन कुन चाहिँ त्यो सिँगे माछा पनि मन पर्दैन काटेको माछा पनि मन पर्दैन त्यसरीका अब कस्तो मेरो भाग खाइदियो भनेको त अब मलाई पठाइदिनु माछा गर्ने तँलाई भोलिपर्सि विदेश गयो भने थाहा पाउँछ अनि ठाउँ लाग्छ होला त्यतिखेर तँलाई पनि माछा खान्छ किन नखानु अलिकति मजाले सुरुङ बनाइदियो भने खान्छ है तोकेर देखा त माछा आयो माछा खाएर देखा त किन मिठो लाग्दैन किन बाबु मिठो लाग्दैन है के भने त्यस्तै कपार खागोर भन्दा टाउको खाँदै अनि जिउ खान प्रवीण पनि आएको छ आयो